गुड मर्निङ साथीहरू। अब चाहिँ हामीहरू होटलबाट आज चाहिँ एलिफेन्टा बिच जानुको लागि चाहिँ हाम्रो गाडी आइसकेको छ। हाम्रो ड्राइभर साहब छ, एउटा गाडी यहाँ, एउटा गाडी यहाँ छ हाम्रो जाइलो छ। अब चाहिँ हामी एलिफेन्टा बिच जाँदैछौँ। अहिले यहाँबाट गएर 2 मिनटको बाटो अरे गाडीमा, त्यहाँदेखि गएर फेरि बोटमा जानुपर्छ अरे। अब चाहिँ बोटमा जान्छौँ हामी। चाहिँ निस्किसक्यौँ हामी होटलबाट चाहिँ जाँदैछौँ एलिफेन्टा बिच। सुपारी नारिवल सुपारी एउटा अचम्मको कुरा हेर्नुहोस् त, अहिले नै आँप यस्तो फलिरहेछ। आँप त कति फलेछ, कत्रो कत्रो फलिरहेछ। एलिफेन्टा बिच जानुको लागि आइसकेको छौँ। किरण बुबु र भाइ चाहिँ सेकेन्ड गाडीमा थियो, अर्को गाडी थियो अगाडि आइसकेको छ। अब टिभी भेनहरूको गाडी चाहिँ अगाडि पुगिसकेको छ। अच्छा, यहाँबाट अब हामीलाई एउटा गाइडले लान्छ अरे। भेना के भेना कसले लान्छ हामीलाई? अच्छा जस्तै नो पार्किङमा त्यस्तै हुँदो रहेछ। हेरिराखौँ साथी, अब यसले जोत्दा पनि जोति नै पऱ्यो, के भयो? हाम्रो गाइड अगाडि छ, जाँदैछ। हामी चाहिँ यहाँ छौँ सबैजना लाइनबद्ध भएर जाँदैछौँ अब एलिफेन्टा बिच जानु। हाम्रो प्लम्बर मिस्त्री जस्तो जाँदैछौँ। यताबाट जानुपर्ने रहेछ बिचमा। अब यसरी हामीलाई चाहिँ पुरा लाइनमा लाँदैछ, हराउँछ भनेर हो। फेरि चाहिँ 10 जनाको मात्रै हुँदो रहेछ, एउटा बोटमा चाहिँ 10 जना क्यापेसिटी, र त्यसले गर्दाखेरि एक-एकवटा बोटमा लाँदो रहेछ, त्यस्तो हुँदो रहेछ। अब चाहिँ हेर्नुहोस् साथीहरू, हाम्रो बोर्डिङ अब यो टिकट बनाउनु पऱ्यो। पहिला टिकट कहाँबाट बनाउँछ, उसले बनाउँछ, त्यहाँदेखि चाहिँ हामी फेरि बोटमा जाने। साथीहरू यस्तो बोर्डमा चाहिँ यहाँबाट चाहिँ लाँदैछ एलिफेन्टा बिच। पर बोट 1000 रुपियाँ पर्दो रहेछ एउटा बोटको, पर पर्सन 1000 रुपियाँ। एउटा बोटमा 10 जना पर्दछ, 10,000 रुपियाँ तिरेर चाहिँ जानुपर्ने एलिफेन्टा बिच चाहिँ। अब चाहिँ हामी लागेको उता एलिफेन्टा बिच। सबै हाम्रो चाहिँ टिकट पनि भयो, बोटको लागि रेडी भएर बसेको छ। लाग्यो हामी चाहिँ एलिफेन्टा बिच, यस्तो दामी रहेछ। हाम्रो अर्को ग्रुप चाहिँ त्यो बोटमा छ, त्यो बोटमा जाँदैछ। एलिफेन्टा बिच आइपुग्यो, झर्दैछ। त्यतिले बाटो जस्तो रहेछ, मनी तालिने।
चाहिँ हामीहरू रिटर्न हुँदैछौँ एलिफेन्टा बिचबाट हाब्लक रिटर्न जाँदैछौँ। पछाडि छ हाम्रो बोट चाहिँ बोट हाम्रो अनिता चाहिँ पर यहाँ छ बोट चाहिँ हाम्रो अपरेटरहरूले चाहिँ यो बोट निकाल्दैछ अब चाहिँ यस्तो हुँदो रहेछ निकाल्दैछ बोट चाहिँ। अब चाहिँ लाग्यौँ है अहिले चाहिँ हामी एलिफेन्टा बिचबाट रिटर्न आएर खाना खानु बसेको छौँ यहाँनिर रेस्टुरेन्टमा। यहाँ चाहिँ लाइभ म्युजिक पनि हुँदो रहेछ। रेस्टुरेन्ट यस्तो छ हाम्रो ग्रुपहरू चाहिँ यहाँ छ सबैजना। दुईजना सिङ्गर हुँदैछ। साथीहरू अहिले चाहिँ हामी एलिफेन्टा बिच घुमेर पनि रिटर्न गरेर पनि रुममा आइसकेको छौँ। आज चाहिँ एलिफेन्टा बिचमा चाहिँ हामीले स्कुबा डाइभ पनि गऱ्यौँ, त्यहाँदेखि जेस्की राइड पनि गऱ्यौँ। हामी भन्दाखेरि मैले म किरण बुबु मनिता ममता नाना भाइ र प्रतिष्ठाले चाहिँ जेस्की राइड गऱ्यौँ। मनिताले चाहिँ स्कुबा चाहिँ गरिसकेन डरले। हामीले चाहिँ स्कुबा पनि गऱ्यौँ र जेस्की राइड पनि गऱ्यौँ। एकदम मजा गरेर अहिले चाहिँ हामीहरू होटलमा आइसकेको छौँ र अब भोलि चाहिँ हामी यहाँदेखि चाहिँ निल जाँदैछौँ। अब निलमा चाहिँ हामी के हुन्छ त्यो पनि तपाईँहरूलाई देखाउँदैछु। तपाईँ सबैको लागि चाहिँ बिदा दिनुहोस्। बाई बाई।